Wait. Alright guys, म चाहिँ तेल हाल्न जान लागेको। तेल लगभग रिजर्भमै देखाइसकेको छ। अनि यो गोप्रो पनि कहिले सेटअप राम्रो नहुने गोप्रोको, कहिले माइकै राम्रो क्लियर नसुन्ने के रहेछ। एकचोटि पहिला चेक गर्नु पर्यो राइटमा निस्किनुभन्दा अगाडि भनेर चेक गर्न आएको। आज चाहिँ हामी केटाहरू 3 धारे झर्न जाने भन्दै थियो। अब फेरि अस्तिको जस्तो 3 धारे झर्न नभइकन कहाँ पुग्यो भने बर्बाद हुन्छ, बर्बाद। एकैचोटि राइडमा जाँदाखेरि टक्क गयो, भिडियो एङ्गल नमिलेको हुने, कहिले माइकको आवाजै नसुन्ने। लेट मी गो ब्रो। चेक गरौँ आज के हुँदो रहेछ। तेल दिनु ल, फुल। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने 3 धारे झर्न जाँदै हो है। 3 धारे झर्न हाम्रो प्लान फेरि सधैँ फ्लप भइरहेको हुन्छ, कहाँ भनेर कहाँ पुगिरहेको हुन्छ। आज अब गइ हेरौँ कहाँ पुग्दो रहेछ, के हुँदो रहेछ। आज चाहिँ हामीसँग एउटा बाइक चाहिँ एड भएको छ। एउटा बाइकमा 2 जना केटाहरू एड भएको छ। कतिको रमाइलो हुन्छ यो भ्यालीतिर चाहिँ। बाइक चलाउनु चाहिँ मलाई साह्रै झ्याउ लाग्छ, साह्रै। 3 धारे झर्ना सुनेको, रिल्सतिर हेरेर चाहिँ हो, टिकटकतिर। ठाउँ कस्तो रहेछ आफै यसो हामी आफै पनि गएर एक्सप्लोर गरौँ भनेर हाम्रो टिमै जान लागेको। हाम्रो टिममा चाहिँ 6 जना छौँ आज। कतिको रमाइलो हुँदैछ। लेट मी गो ब्रो। हामी ट्याक्क भ्याली कटेपछि भेटौँला है त। मेरो भ्यालीभित्र के भिडियो गरिराख्नु, जाम ट्राफिक भइरहेको हुन्छ। अनि त्यही भएर भ्यालीभित्र चाहिँ भिडियो नगरौँ। हामी भ्याली कटेपछि भेटौँला है त गाइस। केटाहरूलाई यताबाट सर्टकट बाटो थाहा छ कि? सर्टकट बाटो थाहा छ कि केटाहरूलाई? यताबाट सर्टकट बाटो छ क्या एउटा, रोकौँ अनि सोधौँ। केटाहरूको बाइकको साउन्डले गर्दा हामीले बोलेकै सुन्दैन जस्तो छ यहाँ। ल हाम्रो 6 जना टोली चाहिँ 2 जना त्यहाँ, 2 जना त्यहाँ अगाडि, 4 जना। अनि यो बाइकमा 2 जना गरेर 6 जना हामी ट्याक्क जाँदैछौँ। आज एड भएको छ गेलो भाइ र आउँछ हामीसँग। तर माथि अर्को बाटो गएको भए अलिक सर्टकट हुन्थ्यो कि जस्तो लागेर केटाहरूलाई पर्खेर बसेको। केटाहरू त यतातिर पो आयो, फेरि यताको नि बाटो ब्लक रहेछ। केटाहरूको कुदाइ फेरि त्यो खालको छ, केटाहरूसँगसँगै कुद्नुपर्ने हुन्छ।
सक्दैन नि केटाहरूलाई भेट्न फेरि। कहाँबाट आएको आमा पुरै पेलेर आइरहेको छ स्कुटीवाला। यसले नि पेलेर आइरहेको छ, यसलाई पेलेर। पछाडि चाहिँ मेरो प्यारो घैँटु भाइ छ है। केटाहरूले नभेट्ने गरेर कुदाइदिनु पर्ला जस्तो छ अब। यस्तो मजा आउँछ नि यो बाइक फेरि होइन, टक्क कुदाउन चाहिँ दामी। भाइब्रेसन साइब्रेसन त्यति दिँदैन यो बाइकको प्रब्लम भनेको। हिट हुने प्रब्लम चाहिँ मैले देखेँ, हिट चाहिँ दामी भइरहेछ हिट यो बाइक। अझै पनि सर्भिसिङ पछाडि अलिक कम हुन्छ भन्थ्यो, सर्भिसिङ पछाडि के कम हुन्थ्यो, मेरो खुट्टा डढाइदियो झन् साइलेन्सर पाइपले। थोरै चलाउँदा नि धेरै पनि चलाएको थिएन कि 5 मिनट जस्तो, 5 मिनट 10 मिनट जस्तो कुदाएको थियो होला बाइक। त्यतिकोमै मेरो ट्याक्क खुट्टाले छुएछ अनि ट्याक्क छाला डढाइदियो क्या। भनिसकेपछि यो बाइकको हिटिङ प्रब्लम चाहिँ सेम छ। अनि पानीले के गर्छ भन्ने कुरा हो, यो मनसुन टाइम हो नि त। अब मनसुन टाइममा त होइन पानीको त भर हुन्न, जे भयो नि पानीको भर नभए नि हामी रेनकोट सेनकोट सबै बोकेर चाहिँ प्रिपेयर भएर आएको छौँ। अनि अब यहाँबाट कति टाढा छ पनि थाहा छैन, बाटो पनि थाहा छैन। बाटो पनि आधीसम्म आधी उधी जस्तो मात्र बाटो थाहा छ, त्यो पछाडि कस्तो छ के छ केही पनि थाहा छैन। अब गुगल म्याप हेर्दै जानुपर्ने हुन्छ। सानो टिभी ओ कहाँ गएर लाइट बाल्छ यार, त्यो माथि नि कुर्ताले छेकेको छ पुरा लाइटै, झन्डै हानिदिएँ मैले। लगभग 50 मिटर अगाडिदेखि टक्क बालिराख्नु पऱ्यो थाहा हुनलाई। सट्ट इमर्जेन्सी इन्डिकेटर बालेर त त्यो त 200% एक्सिडेन्ट हुन्छ। जाँदै गरोस्, मैले चाहिँ एकचोटि पन्जा खोल्नै पर्ने हुन्छ। मलाई यो साह्रै बिजायो यो पन्जाले, टक्क साह्रै बिजायो क्या। क्या बिजाएको यार पन्जाले मलाई। फेरि एकपट्टिकोले मात्र क्या, देब्रेपट्टिको क्लियर छ केही पनि छैन, यो दाहिनेपट्टिकोले धरै बिजाएको क्या। थोरै रन्काइदिउँ है त बाइक, यस्तो 1300 पाएपछि त बाइक त नरन्काइ त हुँदै भएन नि। ए केटाहरू आमा मजा आयो यार। ओपी त्यो अघिको ओभर स्पिडमा चाहिँ यो लुङबारै छुटेछ गाइस। अघिको स्पिडले हो क्या यो, यसलाई बान्नुपर्ने हुन्छ। ओइ धेरै नै हानेछ कि यो स्पिड यार। अनि त्यस्तो बाटो भ्यालीभित्र पाउँदैन नि त, खासै कुदाउनु पाउँदैन नि त। ल हामीले बनिसक्यौँ, लाग्नुपर्ने हुन्छ। हामी रङ साइडमा भयौँ ओभरटेक गर्नलाई। ओ गाडी यस्तरी आइरहेको हुन्छ अनि लेट मी गो ब्रो। यस्तो बाटोहरू चाहिँ फेरि मलाई दामी लाग्छ नि फेरि। आम्मामामा 58 लटको एभेन्जरले हामीलाई जितेर गयो त यार। आम्मामामा तर सक्दैनौ नि बाबु तिमीले हामीलाई, हाम्रो बाइकलाई। त्यो माथि नि राइडरै खतरा पऱ्यो। अनि म उहाँ 20 मिनट अगाडि छुटेको केटाहरूलाई त भेट्न लागिसकेँ, तिमीले भेट्छौ त सक्छौ? नेभर एभर। भेट्यो यस्तोमा चाहिँ दामी खालको चिप्लिन सक्छ। हो केटाहरूलाई भेट्यो यता रहेछ एउटा केटा। ऊ ल एकजनालाई हामीले भेट्यौँ। बनेपामा भेटौँला ल भन्दै थियो केटाहरूले, बनेपामा भेटौँला ल भनेर जानु पऱ्यो केटाहरूलाई। ए बनेपामा भेटौँला ल। अर्को कहाँ छ अर्को, त्यसलाई पनि टपेर जानुपर्छ अनि मजा आउँछ। ओ सरी, फेरि धेरै ओभर स्पिड भयो भने पनि खुलित हुन्छ त। ओ एउटा अगाडि त्यहाँनिर रहेछ अर्को। आमा आमा आमा
यस्तो बाटोहरू कम मजा हुन्छ। ओ हो के हो यार, बाटो त ओपी छ त ओपी। हेरौँ गाडी छैन। लेट्स गो। तर यतातिर पुरै सेफ हिँड्नुपर्ने हुन्छ है हामी। गाडी यस्तरी आउँछ अनि ड्याममा ठोक्यो भने गाह्रो देश। धुलो के खालको धुलो हो? बाटो दे भाइ। साँगाको बाटो कस्तो बनायो भन्ने कुरा हो। मलाई त्यो बाटो चाहिँ हेर्नु मन छ क्या। लेट मी गो ब्रो। बेट आफ्नो लाइनमा आउनुपर्छ। फेरि यस्तो टर्निङमा त यस्तरी गाडीहरू आएकै थाहै पाउँदैन नि। यस्तो धुलोमा नि त्यो तरकारीहरू बेच्नु राखिरहेछ भने काममा यो धुलोवाला तरकारी खाएर त कस्तो हुन्छ होला त मान्छेको लाइफ त। ओए यताबाट गरेको रहेछ ल, यताबाट राम्रो बनाएको रहेछ बाटो यहाँबाट। वाउ, नभए त पहिला त गुल्टाङ हिलो सिलो आम्मा हिँड्नै मन नलाग्ने बाटो क्या। घर जाने बाटो यही अनि घरै जानु मन नलाग्ने क्या। अनि दामी बनाएको रहेछ बाटो। ल यस्तो बाटोमा हो क्या मजा आउने राइड गर्न। उही पहिरो जाँदै थियो क्या हो। यस्तो भिरको डिलमा पहिरो गइरहेछ, किन घर बनाएको होला? मान्छेलाई पैसा धेरै भरै हो त। हाय दामी बनाएको रहेछ बाटो। ल मजा आयो आज चाहिँ यो बाटो हिँड्दा। धेरै बिची हिँडेको हो क्या, मजा आयो। धेरै बिची त के भन्नु, अस्ति छुट्टीमा आउने बेला 5-6 महिना अगाडि मात्र पनि हिँडेको यो बाटो। त्यतिखेरसम्म पनि यो पिच थिएन के टक्क। ओए के गर्छ यार, लाइट साइट दिनु छैन, यत्तिकै आउँछ ब्रो। ओभरटेक गर्दाखेरि चाहिँ इन्डिकेटर बाल्नु पऱ्यो के, हामीलाई थाहा हुनु पऱ्यो नि, नभए कसरी थाहा हुन्छ? अनि ड्याङ्ग गर चप्पमै खान्छ तिम्रो गाडीमा, अनि खान्छौ तिमीले लप्पा। ओ धुलो यता ठुलो बनाएको रहेछ। अझै तल्लोपट्टि बनाउने कामहरू हुँदै रहेछ। तल्लोपट्टि नि बनाइसकेपछि यो बाटो दामी हुन्छ होला। वाउ यस्तो बबाल। वाउ यति तल नि बढाएपछि त दामी हुन्छ यो रोड। लेट मी गो। वाउ हिलो। अब यहाँ फेरि यो बाटो रन्काउँदा कस्तो हुन्छ होला है? यस्तो मजा आउँछ होला। तर ओभर स्पिड गर्नु चाहिँ राम्रो होइन है। यतिको स्पिडै 60को छ अनि यो स्पिड त फेरि पुरा स्पिडै हेर्नु जस्तो भइरहेछ भनेको। ओइ दामी बनाएको रहेछ है। ल यता बाटो यस्तो बवाल बनाएको रहेछ बाटो। धुलीखेलबाट उता पनि अहिले त 5 खालसम्म बाटो नराम्रै छ भन्ने सुनेको थिएँ। गाडी स्पिड 40। आमा यस्तै हुन्छ क्या, यस्तै धेरै स्पिड भयो भने अनि भनेको ठाउँमा ट्याक्क ब्रेक हान्नु नै अलिक गाह्रो। ल हामी बनेपा पुग्यौँ। यहाँबाट चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, म्याप खोलेर बाटो हेर्नुपर्ने हुन्छ। अनि अब यहाँ केटाहरूलाई पर्खिनु पर्ने हुन्छ। कता पर्खिने, अलिकति खाली खुल्ला ठाउँमा दामी तरिकाले पर्खिनु पर्ने हुन्छ। यो बसले बाटै छेकेर गइदियो अर्को उताबाट आउने गाडीहरूलाई। फेरि बस त अझभन्दा अगाडि जानु पर्ला मेरो विचारमा। यसरी बस लामो रहेछ अनि अलिक देखिँदैन फेरि। अब उताबाट गाडी आइरहेछ, उताबाट गाडी आइरहेछ। यो बस कहाँ हिँडेको? पुरै बाटो छेकिदियो। जुत्तोको माया लाग्यो। ओहो मेरो जुत्तो सेतो जुत्ता फोहोर भयो नि त नि कहाँ
ओहो मलाई त पुरै इरिटेट फिल भयो त बजार एरियामा नि बाटो यस्तो छ किन यार किन के गर्नु लागेको र खासमा यता यस्तो बाटै नबनाएको यो बाटो त मैले धेरै भइसक्यो यार यस्तो देखेको 2 वर्ष जस्तो यो हिलोमा चाहिँ खुट्टा टेक्नु पर्यो भने सेतो जुत्ता मिठो फोहोर हुन्छ यो गाडी हेर्न अझ ओभरटेक गर्नु खोजिरहेछ उता अर्काको लेनमा गएर कहाँ गएको यार अर्काको लेनमा जान्छ यता आउँछ जिस्किन्छ यार कति रहेछ यो गाडी नम्बर धुली खेल्ची किन गएको अनि बनेपाबाट जानुपर्छ भनेको होइन मैले त्यो त तपाईँले बनाउनु पऱ्यो नि दाइ कहाँ ब्याग आउने हो त गाडी बिचमा होइन ल ट्राफिकलाई कल गर्नु नि ट्राफिकलाई कल गर्नु होइन तपाईँ अगाडि जाने मान्छे ब्याग आउनु मिल्दैन तपाईँ ब्याग किन आएको भन्नु त ट्राफिकलाई बोलाउनु न त्यो पनि तपाईँ त्यसरी ब्याग आउनै मिल्छ नभए पनि तपाईँले ब्याग गर्नु मिल्दैन थियो ब्याग आउनु नै तपाईँ गल्ती हो नमिल्ने भने होइन क्या यो तपाईँ गल्ती छैन भनेर होइन कि तपाईँले भन्नुहुन्छ तपाईँ गल्ती बिचमा गएर बस्यो भन्नुहुन्छ कति डिस्टेन्समा बसेर यसको कति पर्छ त्यो हेरिदिनु अब तपाईँ पनि जानुपर्ने होला प्यासेन्जर भएको मान्छे गुगल गर्नु न गुगलमै देखाइहाल्छ नि यो त टास्नु त मिल्दैन नि राम्रो देख्दैन नि अब अगाडिको त्यो कति लाग्दैछ सोध्नु न तपाईँले फुटाउने 25% म तिर्छु त मेरो जस्तोको जस्तो थियो नि त जस्तो कस्तो ठुलो केसेसहरु मिल्छ यो के चाहिँ अब नमिल्ने भने होइन क्या ठीक छ ठिकै छ के कस्तो सोध्नु हैन म पछि ट्राफिक बोलाउनु यो कुरा मिल्दैन ट्राफिक आइसकेपछि सबै तिर्न लाउँछ नि थाहा हुन्छ होइन गल्ती गरिसकेपछि दाइ झुक्ने हो क्या ठुलो कुरा चाहिँ गर्ने होइन हामीले किन तिर्छौ कसले तिर्छ त कसले तिर्छ मैले जब एक बिता पनि क्यामेरा छैन एक बिता पनि मैले उ गरेको छैन तपाईँ अगाडि जाने मान्छे ब्याग आउनै गल्ती हो क्या दाइ तपाईँको गल्ती छ गल्तीको विषय बोल्नु पर्छ म बोल्छु तर पैसा दिनु म पार्टीको पार्टीमा बग्न गल्ती कसको देखाए गल्ती त उहाँको छ नि होइन मेरो कुरा सुन्नु अझ उहाँको गाडीको पछाडि क्यामेरा छ क्यामेराले नि काम गरेको छैन त्यो बापत पनि जरिवाना लाग्न सक्छ उसलाई बुझ्नुभयो नि क्यामेरा छ तर क्यामेराले काम गरेको छैन अनि त्यहाँ नि हान्नु पर्यो जरिवाना त्यहाँ नि हान्नु पर्यो कति पर्छ त्यति लिनु अब एकचोटि कल गरेर सोध्नु कति परिरहेछ एकचोटि कल गरेर सोध्नु न कति परिरहेछ हामीहरु सबले मिलाएर आउँदैन हैन मलाई पैसा चाहिएन मलाई फेर्नु भयो अब टाइम छैन हामीहरु पसिना छ नि मिलाएर अलरेडी आउँछ होला हुन्छ हैन आउँछ भने मलाई पैसा भयो दाइ डिस्कस गरेर नबस्नु आउँछ त्यतिमा आउँछ नपुगे 2-4 सय थप्नु नि तपाईँले तपाईँको नि फेर्नै पर्ने त भए रहेछ नि होइन ठोकिया रहेछ पहिल्यै फुट्या रहेछ है ल त्यही त केही भनेको छैन उसले ठुलो कुरा गरे क्या है त लागे ल झगडा क्लियर भयो यिनीहरूको होइन त्यो गाडीवाला ड्राइभरकै गल्ती थियो अनि कुरा पनि अलिक ठुल्ठुलो गरिदियो क्या त्यसले आफ्नो गल्ती भइसकेपछि कुरा कहिले पनि ठुलो गर्नु हुँदैन झुक्नुपर्छ
यसले पनि फेरि हान्ला अनि फेरि यहाँ अर्को केटाहरू कहाँ हामी कहाँ भइरहेछ अहिले चाहिँ किनकि केटाहरू हामी बनेपामा रोकेर पर्खेर बस्दा बस्दै पनि केटाहरू धुली खेल पुग्दैछ त्यत्रो भनेको थियो ऋषिहरू धुली खेलतिर चाहिँ किन गएको है धुली खेलतिर चाहिँ किन गएको रङ बाटो आएको अवस्था फर्किदियो अहिले चाहिँ हामी दाइहरू उता पर्खिरहनु पर्छ अरे